हेलो गाइजहरू, हामी आज यो खटपाटन नगरपालिका रोड नम्बर 4 यो फलामखानी गाउँबाट हामी यो मेघदी ताराखोला र बागलुङको सिमानामा रहेको दुर्लेक जुन 3650 हाइटमा ट्रेकिङमा हामी यात्रामा निस्केका छौँ। र हामी चाहिँ हाम्रो कार्यपालिका सदस्य कुलबहादुर सरले हामीलाई गाइड गर्दै हुनुहुन्छ। हामी चाहिँ हाकिम सर आउनुभएको छ, सर ल के सब कता छुट्नु भयो ल हामी चाहिँ लागिराखेका छौँ। अब 4 घन्टा लाग्छ अरे साथीहरू यहाँबाट माथि हिँडेर ट्रेकिङ जानलाई। र यो पर्यटनको क्षेत्रलाई हेर्ने हो भने यो फलामखानी गाउँबाट कुता खोलाबाट माथि ट्रेकिङमा असाध्यै रमाइलो हो नि त। कति रमाइलो हरियाली ठाउँ छ। यहाँको पानी एकदम सफा सट्ट स्वच्छ छ। यो 25 मिनट आएर बुढाले अब 2 घन्टा पिन्छ भन्नु 25 मिनट आएर त्यहाँ भेडी गोठे आयो आयो पानी थाल्ने काम हामीले आउनु अगाडि अन्त अझै छुट्नु भयो यार। भिडियो केयर न हो ल ट्रेकिङ जारी छ। राम्रो प्रकृति ट्रेकिङ हुँदै थियो। माथि माथि पान्थरैमा ल दर्शकहरू यहाँ चाहिँ भेडी गोठे नि त कति भेडाहरू छ। तिरपालको मुनि मान्छे बसेर वरिपरि भेडाहरू राखेर हिँड्दाखेरि ल नेत्रको नि आयो फोटो ल गुड ल हजुर हजुर अन जाम ल जानी हुन्छ क्या। अब हामी त्यहाँ भेडीगोठमा हामी त्यहाँ जाँदैछौँ। भेडीगोठमा कुकुरहरू भोकेका छन्। ए कुकुर भोकेको छ है, मलाई डर लाग्छ पस्नु। ए कुकुर भोकेको छ है। माथि माथि पान्थरैमा
जामकुल सर जामिन आहा हैन सर त्यो कुकुरले टोक्ला नि फेरि सर सर मान्छेलाई बाहिर निस्कन कुकुरले टोक्ला ए भेक्सहरू म त हाइ चरानेको हो बाँधेको छ पक्का ल साथीहरु ल आउनु आउनु ओहो हजुरहरुको भिडियो कल आयो है ल ओहे बाँधेको छ त बानी छैन कुकुरले के भन्छ यसलाई बान्नु भइछ नि यसलाई बान्नु भइछ यसरी कति छ Ano? कति सय छ तपाईहरु टोटल हजुर 300 ढोका ढोका छ यता तपाईँ बन्टी जानु होइन हजुर यहाँसम्म म यससम्म म यसो त्यहाँ बस्छु यसो घुमाइदिनु यो भेडीगोठ यो करिब 300 वटा चाहिँ भेडा र बाख्रा चाहिँ छन् जहाँ हाम्रो चाहिँ योजना अधिकृत ढोरपाटन नगरपालिकाको यहाँ अवलोकन गर्दै हुनुहुन्छ भेडीगोठलाई ड्रुलेक जाने आज चाहिँ लक्ष्यका साथ हामी चाहिँ यहाँ आइपुगेका छौँ। यहाँ एउटा नगरपालिकाका सम्पूर्ण टिमहरू स्वास्थ्य प्रमुखहरू अनि हाम्रो चाहिँ ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ढोरपाटन नगरपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष भेगबहादुर खत्रीज्यू साथै प्रमुख प्रशासकीय अधिकृत हाम्रो हाम्रो ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेज्यू यहाँ करिब 300 भेडा र बाख्रालाई अवलोकन गर्दै हुनुहुन्छ। त्यो रमाइलो एउटा चाहिँ यात्रामा ड्रुलेक चाहिँ हाम्रो योजना शाखाका प्रमुख हुनुहुन्छ उहाँ ढोरपाटन नगरपालिका वार्ड नम्बर 2 का अध्यक्ष बर्खा त ओह्रालो त यता खोला त कुरै छैन। ए पानी खोला त यहाँबाट सुको बुढा होइन त खोला त सुको यहाँबाट च्याउ हामी यहाँ डुल्दै जाने क्रममा हेर्नुहोस् यो ठाउँमा आएका छौँ यहाँ हेर्ने
आहा कति दामी ल म खाने थोरै कुन सर दाजुले व्याख्या गर्नुहोस् यसको ए भन गर्नुहोस् यहाँ के छ एक माना राखिदिनुहोस् उहाँ उबाट आएर लक्षम लग्ने फलाम खानेको खनेल हुनुहुन्छ उहाँ ए खन्देल अनि उहाँले चाहिँ फलाम धेरै समयसम्म पार्नु जस्तो 50 सालतिर अनि त्योभन्दा अगाडि पनि त्यति बेला चाहिँ खासमा ऊ थिएन के अरे व्यवसाय रूपमा थिएन पहिला चाहिँ व्यवसाय रूपमा थियो हजुर पछि अब हामीलाई यहाँ यो फलामको विभिन्न मेटेरियलहरू बनाउनु पर्यो हजुर त्यो बनाउने बेला उहाँलाई चाहिएपछि अब तल बुटोलतिरबाट लिनै पर्यो टाढा त्यो कारणले गर्दा बेला उहाँले हजुर बनाउनु भयो त्यही अब जताततै अरूले पनि यही लोकल फलामबाट यहाँबाट निस्कियो फलाम खाने भन्छ खास यो ठाउँ चाहिँ काल्चे भन्छ काल्चे चौर होइन फलाम खाने अलि बाटोमा जाँदा भेटिन्छ त्यस कारणले गर्दा उहाँले जो फलाम निकाल्दिनुहोस् त हामीलाई त्यो कारणले गर्दा एक माना निकाल्नुहोस् अब रमाइलो ठाउँ फ्यान पनि छ ठाउँ पनि छ सुकुटी के को यो भेडाको भेडाको ल बाख्रा पाल्नु भन्छ ल ल आउनुहोस् हाजिम कुटेर बताउनुहोस् पकाउने होइन पकाउनु होइन नपकाएको छैन हो यो पकाएर खाऊ त्यो नपकाए ठिक हुन्छ कि अनि खै ल हाकिम साहब आउनुहोस् आजको यहाँ भिडियो यहाँ हेरिदिँदै गयो पकाएको ल्याउनु त हाकिम सर आउनुभयो सर अब यो एकदम हेर्नुहोस् है अर्ग्यानिक ल हाकिम सर यहाँ आउनुहोस् तपाईँ यता आउनुहोस् हाकिम साहब यता आउनुहोस् अब बस्ने एकछिन आराम गर्नु सर तातो आएको तपाईँ हजुरलाई थकाइन ल एकदम आराम गर्ने एकछिन अनि के को सुकुटी हो यो चाहिँ च्याउको बर्लेउ च्याउ हो हेर्नु यो च्याउ छ भूमि हो अब सेवी छ ल म खाने कुरो आयो हजुर च्याउको सुकुटी हेर्नु न सानो ठोसा बनाउनुहोस् कि तिखा के यो जमेर रहेछ कि उसले के अरे त्यसो गर्नु चाहिँ एउटा ठोसा टिका हाल्नुहोस् चम्चा भयो भन्छ थोरै टेस्ट गर्नु उहाँका के अरे यसपालि काट्नु भएको उहाँको ए ल ठिक छ यो पर पनि चाहिँ के अरे अहिले काटेको छैन है कति घाँस छ कति घाँस छ छैन एक घाँस त उही झुन्डे है हामीले देखेको के नयाँ चाहिँ हेर त नयाँ चाहिँ पकायो भने खासमा यो पकाउने होइन कि उहाँले ठाहा नभएर हो पकाउनु हुन्न किनभने होइन पकाएको के हो भने तपाईँ धेरै समय राख्नको लागि हो काँचो लाग्छ कि आइडिया सही गर्नुभयो यस्ता पकाएको भिरमौरी पकाएको भिरमौरी काँचो भन्दा पकाएकै ठिक यो त त्यो लाग्दैन यो छ नि के अरे त्यो जमेर त्यो ऊ बनाउने हुन्छ चाकु जस्तो भयो अरे म जमेर सिमी कहाँ ल बास खिच्दिनँ मैले मेरो पर्दैन मैले पहिला साना त जाने थिएँ डोको भन्दा हो यात्रा जारी छ सरहरू पुग्नुभयो ओ माथि पान्थराईमा हेलो गर्नु हेलो हेलो यात्रा कति घन्टा छ अब ओके
ल आउनुहोस् पालैसित आउनुहोस् ल ल ठिक छ भन्दै हिँड्दै छ ल ए आउनु भयो गुड नेत्र कस्तो लागिरह बिन्दास भुँडी ठुलो छ कि होइन ल पानी अझ ठिक छ नि ल मेरो लट्ठी आयो ल ल धन्यवाद सरलाई अब हामी चाहिँ यसरी यात्रा लाग्यो लाउनु हजुरले खेद्नु मेरो पस्न चाहिँ हो पाइन्न सर ल हेर्नुहोस् यो निगालो मालिङ्गोको हो यो निगालो अन्तर्गतको चाहिँ नुत्तुसँग खान मजाले मिल्छ सर जे होस् यो अविस्मरणीय क्षण हो ढोरपाटन नगरपालिकाका सम्पूर्ण टिमहरू यहाँ उपस्थित हाम्रो योजना शाखाका प्रमुख हाम्रो प्रकाश सर उहाँले गाइड गर्नुभयो अनि हाम्रो चाहिँ 2 नम्बर वडा अध्यक्ष भेगबहादुर खत्रीज्यू र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे हाम्रो चाहिँ स्वास्थ्य प्रमुख भुवनेश्वर आचार्य सर र सम्पूर्ण टिम र हाम्रो केशव सर लगायत स्वास्थ्य टिमहरू चाहिँ यहाँ बिहान नास्ता गरेर हामी पानी लगाएर निगालो रहेछ फेरि जान्छ लट्ठी यहाँ पुग्यो छैन लट्ठी सिधै उमाथि उकालो रहेछ क्या सर हेर्नुहोस् गाइजहरू बाटो यस्तो छ हामी हिँडिरहेका छौँ बस कडा बुढी हाल ए बाबु राम्रोसँग है यात्रा गरेकै छ चिप्ला जुत्ता हेलो गाइस हेलो हेलो मेरो पानी खै ओ हो ल ठिक छ सर
दुर्लेखको यात्राले रसिला हाम्रो नाम लगाम है त जान्नु भएन कि उहाँले जान्नु भएन अगाडि बढाउँ के गाई ठिक छ नेत्र हाम्रो नेत्र हिँड्न नसकेर भुइँमा लाएर ल अझै भएन तान्ने तपाईँ तान्नु ल नाम तपाईँको हात ऊ नेत्र तल जाला फेरि अनि आरो बस भयो होइन बिर्को आउँछ बिर्को उकाला सरले पानी खानुभयो तल तल जान्छ है त त्यस्तो पनि ढाउ हुन्छ यो त ठुलो कुरै होइन पनि ल नाम लाएर म्या आऊ हाई आऊ भन्नु त सर आइजा हामीले भसिलाई नाम लगाएर यो त 90 डिग्री छाडेर चाहिँ क्या हामी त है हामी त डाँडोमा आइसक्यो नि हेर्नु त एउटा बनाउँथेँ म पानीमा समाउँछु भिडियो भइन्छ तपाईँले देख्नु दुधले जाँदैछौँ अब सिलिकका लागि हाकिम सर अघि हिँड्नु भएको एकदम खटेर सबभन्दा पाएको मान्छे पाको त तान्न पर्यो राम्रो बाटो छोडेर हिँड्नु भयो मैले बाङ्गो थोरले खाना नि अहिले त निल्ने मात्रै कुरा चाहिँ थाहा पायौँ भूगोल अर्को कुरा यहाँ एउटा चाहिँ पर्यटक स्थलको एउटा हब भन्ने ठाउँमा जानको लागि ट्रेकिङ रुट चाहिँ सुधार गर्नुपर्ने देखियो काप्लेजी यो तिम्रो काम प्रतिवेदन बनाउनु त्यो बनाउनु पर्यो है याद छ नि तपाईँ यो जिन्दगी कहिले भुल्नुहुन्न नि सर लेख्नुहोस् है सुन्नुभयो यसको चाहिँ आर्टिकल लेखेर आज लेख्नुहोस् त्यसपछि यहाँ बसी यस्तो गर्यो अरू खानु यही दिन पर्छ सर मलाई एक स्टिक बनाउनु अमन एक स्टिक बनाउनुहोस् ल सर मलाई एक स्टिक खानु पर्यो कान्छीले बोलाइराखेछ ढाँदैमा मेला लागेछ कान्छीले बोलाइराखेछ साथीहरू एकदम थकित मोडमा हुनुहुन्छ म एकदम अगाडि कमान्डर ची भन्नुभएको सबले
म आएर यहाँ अगाडि भिडियो बनाइराखेको छु। जुट्टा नै चिप्लाउने खालको रहेछ सर्को त्यही भएर हो कि मेरो डाँडामा के छ सर? कुन हो त्यो डाँडा कुन हो? त्यो कुन डाँडा हो त्यो? हामी जाने त्यहाँ 3040 भने हामी त पिसपाटनको देउराइल छ नि गोठमा त्यहाँ आयो ल यो 3040 अनि माथि नि त्यहाँभन्दा माथि त्यो त हामी मा 36 हो हामी 36 मा गयो हैन तपाई हामी 36 मा गयो 36 प्रकाश त फर्किनमा देख्दैन यार म कमजोर भयो मेरो टिजीले सताएर चाहिँ टिजल त खतम म आज स्ट्रङ छु नि अघि हेर्नु तपाईले त्यति टिजल खतम पारे उहाँको त्यो पेट्रोल थिएन छैन हो भने त्यसपछि बिरामीहरु नाप्नु त बल्ल गएर त्यही हो के मैले यहाँबाट भिडियो प्रकाशसँग सम्बन्ध छैन हैन काफले भाइ भूमि यता क्यामेरा हेरेर भनौँ भिडियो बनाउ ल क्यामेरा हेरेर भन्नु यता ल के छ यहाँ देयर इज नो डाइरेक्ट ल आउनु ल इट्स ओके भूमि गाउँले डाक्टरले भनेको नि मान्नु पर्यो है साथी हो म छुटेँ यार म छुटेँ नि त यार त्यस्तै ल ल किन्नुहोस् तर हामीले उलाई लिएर आएको भाइ सूर्य रावल आएको रावल त किन सक्नु सूर्य सूर्य चाहिँ सक्यो होला उला पछि नखाने उला पछि नखाने नेत्र हैन यता सिनी हेर्ने हो तपाईँ यहाँ सिनी हो राम्रो छ नि यो हलाली पनि राम्रो हो कि साग यो गरम न फर्किने चाल्ने सागको हो कि यो सबै छिपिसकेर तिमी आइदेऊ न नाचेर एउटा कम्मल 3 ठाउँमा भाँचेर माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको यो फुललाई कति पर्छ 30 को दुईटा यो राति 2 दिनसम्म ओइलाउनु चाहिँ ओइलाउँदैन मन परेको फुल सुके पनि देश नेपाल भित्रको बागलुङ जिल्लाको नेपालको एउटा नक्सा अन्तर्गतको बागलुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर 4 श्रीवीर भन्ने जुन स्थानमा हामी आइसकेका छौँ। हाम्रो एउटा टार्गेट भनेको डुर्लेक 3450 मिटर हाइटमा पुग्ने लक्ष्य रहेको छ। त्यसैले धोरपाटन नगरपालिकाका सम्पूर्ण टिमहरू हाम्रो योजना शाखा प्रमुख प्रकाश गैरे सर हुनुहुन्छ
उहाँ हिँड्दै हुनुहुन्छ। यसपछि हाम्रो धरपाटन नगरपालिका प्रमुख प्रशासनिक अधिकृत प्रमुख चिरञ्जीवी घिमिरेज्यू निकै हँसिलो मुहारका साथ आउँदै हुनुहुन्छ। जे होस् उहाँको एउटा नेपालभित्रको नेपाललाई चिन्ने एउटा अवसर प्राप्त भएको छ र उहाँ चाहिँ रूपन्देहीबाट नेत्रको तपाईँको भइरहेको नेत्र काफ्ले सर पनि निकै ऊर्जाका साथ आइपुग्नु भएको छ र हाम्रो कर्मचारी धरपाटन नगरपालिकाको थमन कायतज्यू र यस्तै हाम्रो धरपाटन नगरपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष भेगबहादुर खत्रीज्यू पनि आउँदै हुनुहुन्छ र यो हाम्रो नेपालभित्रको नेपाल भित्रको चाहिँ जिल्ला भूगोल हामी नेत्र 1 नम्बर म 2 नम्बर त्यो हामी आज यो दुर्लेख म्याग्दीको दुर्लेख जाने क्रममा छौँ। दुर्लेखमा कुहिरो लागेको छ यसरी। यो सिरिभिर भन्ने ठाउँमा आइयो हामी। दुर्लेखको लेखमा हामी आइपुगेका छौँ। अब हामी त्यहाँ पुग्ने हो। अहिले चाहिँ ऊ लागिरहेछ, कुहिरो लागिरहेछ। हामी अहिले चाहिँ 3400 मिटरको हाइटमा 3450 मिटर हाइट अझ जुम गर्नु भएन के? जुम गरेको अझ टाइम योभन्दा मकै थियो। कस्तो घुमाउनु पारिसम्म दुर्लेखसम्म घुमाउनु त्यहाँ उभिएर हो के सर? दुर्लेखको कसले देखाउँछ? रेडी नघुम्नु है तपाईँ। केही न केही त बवाल भएको पक्कै नि। अलि छिटो आउनु न, सोलो बनाइ हुन्छ कहिले। बिग्रो पछि मान्छे केही देख्यो। आई लभ यु मायालु। ल जान चिमाल हो यो। चिमालले सेतो गुराँस लाउनु। सेतो गुराँस बल्ल खुल्लै छ। त्यो 3300 मिटर हाइटमा चिमाल देख्यो। हामीलाई आज चाहिँ अब अलिकति चाहिँ खसखस पारेर चाहिँ माथि पुगेछन्। त्यही भएर हामी चाहिँ अब 1 घन्टाभन्दा नओपाल्नु नथुक्नु भयो। अब चाहिँ हामी 1 घन्टामा चाहिँ तल पुग्दैछौँ दुर्लेखमा। छगर यो चिमाल होइन र सेतो गुराँस रहेछ। भूमिले फोटो खिच्ने पनि यही हो। यो होइन त यो दुईटा फोटो कति रुपियाँ पर्छ? यो एउटाको 15 रुपियाँ, दुईटाको 30 रुपियाँ पर्छ। त्यो भोलिसम्म ओइल आउँदैन नि? यो राज चिया घनायो गुरु किसान चिमालो बनाएको होइन। दुर्लेखमा आइयो जाँदैछौँ हामी गाइस। र हामी सेतो गुराँसलाई चिमाल भन्छौँ। हेर्नुहोस् पुग्ने बाटैमा यस्तो लटरम्मै छ कि
दाल फुलेको सेतै फुलेको छ चौतिसै उचाइमा आइसकेका छौँ हामी यो चाहिँ हेर्नु दुर्लेक जानलाई यहाँ तल रङ्गी बेरङ्गी फुलहरू कति राम्रो फुलहरू फुलेको छ हेर्नुहोस् साथीहरू हेर्नु एकदम अलग्गै खालको गुराँस सेतो हेर्दै सेतो गुराँस ओ गाइस कति राम्रो 2600 उचाइमा आइसकेको छौँ गाइजहरू हेर्नुहोस् यहाँ यस्तो चिमाल चम्म फुलेको छ सरहरू यसरी फोटोमा रमाउँदै हुनुहुन्छ ओहो हजुर ए ल ल म हिँडेँ सर त्यो फुल लिएर आउनु है भेक्सर भेक्सर सेतो गुराँसलाई हेर्नुहोस् है यस्तो नेचुरल चिज त पिस अफ हेभन छ कि यो हेर्नुहोस् प्राकृतिक सौन्दर्यता यो मौलिकता हो यो प्राकृतिक सुन्दरताको छटाले भरिएको मौलिकता हो त्यसले ल यति फुल छ नि त्यो फुलहरू छ एक टिपका फुलहरू त्यसको फाल्दिउँ होला सर बन्न फाल्नु अहिले मैले गर्नु टेक 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 उता लानु होला ए प्रकाश सर हजुर तपाईले के यो टाइमर कसरी सेभ गर्नु अगाडि फेरि 10 सेकेन्ड आयो यसको यहाँबाट ओ यहाँ छ नि यहाँ यो कुन यो खै ल अब ठिक हैन ओके सबै अहिले चाहिँ 3470 ल यहाँलाई हाकिन्छ त हामी यो 3470 मिटर हाइट ल ग्रुप फोटो हान्ने हैन के ग्रुप फोटो हानेको यहाँ बस्नु त हाक्ने साल तपाईँ त्यहाँ बस्नु पहिला त्यो टोपी कान्नु हजुरलाई तर हजुरको हाम्रो फोटो मलाई हेरे गाली गर्छ मेरो लौरो कसले ल्याइदिएको भेगा गाडीले हो कि लिएको बस्टिङका स्टममा पाइन्छ ल आउनु का आउँदै हो इन्द्र हामी यहाँसम्म हामी छ हामी जानु ल जाने हानिरहेको छ कति राम्रो आएको सर यहाँ अझै हान्दै हो यस माया जलमा परेकी क्या हो म दिन रात झको उनकै छ दुध लेकको त दुध लेकमा आइसक्यौँ हामी लेकमा गोरा सबै ल्याएर टिप्नु टिप्नु लसुने साग टिप्नुहोस् मजाले लसुने साग टन्नै छ सरहरू पुरै लसुने साग टिप्नु लाउनु भएको यो जतासुकै अन्त हरियो पुरै लसुने सागी यो चाहिँ असाध्यै राम्रो हुन्छ साथीहरू एक बोरा बनायो यो लसुन साग यो बोराभरि लसुन साग चाहिँ ओहो कुहिरोले हामी 3600 मिटर उचाइको हाइटमा आइसक्यौँ बोरा मैले यहाँ ल्याएको छु सर
यहीँ छोडौँ म ओह्रालो आउनु सक्दिनँ है सर हाकिम सर म ओह्रालो आउनु सक्दिनँ उकालो जाने अब त यहाँ पनि छ कि लसिन साग आउनु न यी ल नि त ओहो सबैजनालाई यो दुर्लेखबाट चाहिँ नमस्कार छ। हामी आज यो म्याग्दीको दुर्लेख 3600 मिटर उचाइ हाइटमा आइपुगेका छौँ। बिहान 6 बजे बुर्तिवाङबाट हिँडेर 12 बजे हामी यहाँ आइपुग्यौँ। यो बोरामा राख्नु पर्यो ए पल्टिन्छ है बोराको त सर एक बोरा भयो सर लसन साग भयो एक बोरा बन्द थाल्यो यता चाहिँ यो चिमाल छ हेर्नुहोस् यहाँहरूलाई मैले भन्दै आइराखेको छु यो चिमाल सेतो गुराँस लाली गुराँस असाध्यै रमाइलो ठाउँ लेकमा आज सिँढी रहेछ। अब हामी करिब 200 मिटर अगाडि बढेपछि यो चाहिँ हाउ अ ब्युटिफुल प्लेस लगाइजो यो चाहिँ जिउँदै स्वर्ग देख्ने भनेको यही हो। हेर्नुहोस् यस्तै खालको कुरा छ। पिङ्क कलरको हेर्नुहोस् त फेरि अर्को न सेतो न बैजनी खालको गुराँस हेर्नुहोस्। मन्दिर डाँडा सर मन्दिर देखियो नि यहाँ डाँडामा ऊ होइन ती त्यो डाँडोमा मन्दिर रहेछ। एउटा चाहिँ बस्ने ठाउँ पानी पर्दा बस्ने ठाउँ घरहरू रहेछ गोठ अब बस्ने घरहरू होइन सर। तर सजिलै चाहिँ मान्छेहरू आउनु गाह्रो हुन्छ अहिले धौ त भयो नि त 6-7 घन्टा लाग्यो हेर्नुहोस्। तपाईँहरू पनि घुम्न आउन चाहनुहुन्छ भने खाजा लिएर होइन सर त्यहाँ चाहिँ पानी लिएर व्यवस्था गरेर आउनु होला। हस् धन्यवाद होइन भेक सर केही छ कस्तो लागिरहेको तपाईँलाई? एकदम ठिक लाग्छ सर हो ल आनन्द फमन यता हेर बास ल हाम्रो फमन पनि पुरै उहाँ चाहिँ झोला बोकेर उहाँले झोलामा मेवा अनि भात पकाउने अन्त चामल दाल अनि चिकन लिएर आउनुभएको थियो। अब हामीले भात पकाएर खान सकेनौँ एकदम मकैको प्योर सातु खाएर हामी चाहिँ यो यात्रा गरिराखेका छौँ। अङ्कललाई त गाह्रो भयो जस्तो
अगाडि आउनु ठिक छ होइन ठिक छ हामी पारिक नजिक नजिक आइयो अब एउटा रहर हामी चाहिँ बिरामी हुँदाहुँदै पनि अब होइन कलेज चोर प्रेसर के बिदामी हुँदाहुँदै पनि उमेर हुँदाहुँदै हामी आइपुग्यौँ 3600 मिटर हाइटमा छ यो ल आउनुहोस् त्यही रत्नमिल चाहिँ हेराउनु भएको हो त्यही राखेर उसको सारा काउन्टर अगाडि राखेर सारा है अब वहीँसम्म जानु ल ए त्यहाँ मान्छेको खाएन हो यही बाटो यही बाटो ल यहाँ मान्छेको खाएन नि गोलमा जाने बाटो यही हो यतापट्टि चाहिँ ल यता पुग्ने कन्टिन्यू आउनुहोस् हजुर सर आउनुहोस् आएछ यो बस्नु सागो बराको खानु पर्यो सब्जी नहोला मलाई हावा चलेर मुनि आँटेको सास फेरै दिएन क्या सर तपाईँलाई फेरि त्यतिखेर त्यहाँबाट गएपछि कसलाई चेक गराएपछि नि बल्ल थाहा भयो सबै त सबै त लाग्दैन तर अहिलेसम्म त त्यतिकै छैन अब ध्यान त पुरै थाम गरेर खुट्टाले अब खुट्टा ओह्रालो त दुर्गा सर बसेर रिङ दुर्गा सर रेङ्टा लाग्छ बस्नुहुन्न बस्नुहुन्न उठ्नु यहाँ उठ्नुपर्छ रेङ्टा लाग्छ है घाम लागेको छ केही चिसो छैन केही छैन कन्टिन्यू गर्ने त्यो त सुविधा है खाना यहाँ अब आइ पनि गर्ने पनि छ अब हाम्रो अन्तिम स्टेसन त्यही त होला होइन यहाँ अरू ल उनीहरूको झन्डा ओहो ल कस्तो छ यसैले क्लिप जानु थोडा यसो फोटो आइहाल्छ अहिले उता दूर लेख्दा तपाईँ कन्टिन्यू गर्दै पछि फोटो खिच्न मन भयो यसो गरेर के यसो होइन हुन्छ लास्टको भिडियो त मलाई बढिया ल हुन्छ भने सबैका सबै पठाउने आफू पनि त्यहाँबाट चाहिने चिज राख्ने अरू डिलिट गर्ने कि सबैका सबै पठाउने ल हाम्रो सम्बन्ध रहिराखोस् सधैँ आज जस्तै अहिलेसम्म जस्तै यस्तो भइरहेको छ फुल टेबल भिडियो हाल्नु ल देउराली जय देउराली दुई लेगमा आइयो खाइन्छ ल 3500 मिटर हाइट हुन्छ हेर्नुहोस् ल यहाँ देखाउनु सर ल आउने त
आउनु ल 3500 मिटर हाइट नमस्ते जना युवा क्लबले बनाएर छ 3500 मिटर म्याग्दी दुर्लेख म्याग्दी दुर्लेख यो अझै 3500 चाहिँ मिटर छ कि म यसो चस्मा लगाएर हेर्छु यो कम्पास नाप्छु कति छ कम्पास नाप्नु छ पैँतिस सय 50 ठ्याक्कै 35 छैन सर 3540 50 ल ठ्याक्कै ठ्याक्कै मिलाएर 3540 छ यो 3200 भन्नु मलाई त्यो लागिहाल्छ हो 3500 यहाँ तल हो ठिक्क 3500 तल छ 3500 तल ए ठिक हो त्यहाँ 3500 ठ्याक्क 3500 सर ठिक हो 3500 उ छ 20 30 छ हामी दाइने घुम्ने होला गरे दुर्लेख म्याग्दी 3500 मिटर हाइटमा आइसकेका छौँ यहाँ एकदम रमाइलो डाँडाहरू रहेछ एकदम आनन्दफुल आज अलि हल्का बादल लागेर हामीले चाहिँ पुरा भ्युजहरू हेर्न पाएनौँ तैपनि यहाँ एकदम आनन्द चाहिँ जति दुःख गरेर आइयो त्यति चाहिँ हामीलाई आनन्द प्राप्ति भएको छ यहाँ चाहिँ झन्डा देउराली छ है अब यता यस्तो भ्युजहरू छ यहाँहरू पनि घुम्न आउनु पर्यो भने यहाँ चाहिँ आउन सक्नुहुन्छ यो अहिले वैशाख जेठमा यस्तो जाडो छ तपाईँहरू चाहिँ पानी मारो पानी आऊ पानी मारो पसिना पानी आउनु लाग्यो अब उनीहरूले नपाउने भयो अरे दुर्लेख पुग्न सकिन्न सब भाइयो अब फर्कम दुर्लेख देखियो देउराली आउनुहोस् ठिक छ नि फोन सर ठिक छ जान्दै ल पास भयो ल बस ल सुरु भयो अब नाग्छ जस्तो सबै ल फोटो खिच्यो भिडियो फोटो खिच्यो एउटा हामी चाहिँ यो गाइजहरू हामी फर्किँदै एकदम अप्ठ्यारो बाटो छ है हैन यो चाहिँ दुर्लेबाट फर्क्यौँ ए आउँदैछन् माथि हेर्नुहोस् है दुर्ले माथि माथि पन्थरैमा हे नाम सरी गरी लैजाऊ यो मनैमा नाम सरी गरी लैदेऊ नाम सरी गरी लैदेऊ यो मन किन्नै पर्छ नाम सारी गरी लैदेऊ को माथि माथि पन्थरैमा हल्लो हल्लो
हो हो माथि माथि पान्थरैमा देखा सर देखा ए ल ल मेरो मेरो बना यहाँ आइछ बन्द गर मलाई देखाउ बन्द गरिदिउँ कि फेरि यहीमा यसै कन्टिन्यू के भन्नुहुन्छ माथि माथि पाखैमा झरे कि मायालु बिर्सु यादमा बित्यो सानो बजारौ बिर्सु मैले तिमीलाई कसरी सही देखा तिमीलाई मायालु हत्तेरिका मायालु रूपमा खान्छु मैले तिमीलाई सानो चाउचाउको सुपमा माथि माथि पान